यहाँ एउटा व्यक्तिको स्वार्थको लागि यत्रो जनताले दुःख पाएका थिए हैन माथि गएर कुरा गर्नु होला यहाँ आएर डिस्टर्ब गर्ने काम नगर्नु होला होइन हजुर ए ल यहाँ जो फिल्डमा हुनुहुन्छ र हामी यहाँ होइन उहाँले गुड भन्दै हुनुहुन्छ बस्तीबाट पानी छिरेर यसपालि त उहाँले भत्काएर लगेछ हजुर हजुर यता बस्ती पुरै डुब्यो भन्दै हुनुहुन्थ्यो पुरै डुबेको छ पुरेको अहिले जुन अहिले दृश्यमा देखा करिब यो 100 मिटर भन्दा बढी छ कसैले व्यक्तिगत अतिक्रमण गरेर बसेको महानगरपालिकाले हटाउँदैन अस्ति सबभन्दा ठुलो आयो धेरै नै झन्डै 200-300 वटा गाडी नै डुबेछ भने त्यो यो बनाउँदाखेरि अहिले पावर लगाएको थियो मलाई त गुन्डा लगाएर पिट्नु लागेको थियो अन्त डुब्नु भएन यो फेरि काम पनि त यो इलिगलै हो नि यस्तो गर्यो भने त तपाईँ बिसमती बागमती सबै ठाउँमा पिलर राखेर घर बनाए भइहाल्यो त नमस्कार म कृष्ण कटेल म खोलामाथि छु दर्शकवृन्द तपाईलाई पत्यार नलाग्नु